पटक पटक गर्दै खोलाले बगायो, मर्न नदिएर बचाएछ किन? पटक पटक गर्दै खोलाले बगायो, मर्न नदिएर बचाएछ किन? घाँस काट्नु चढ्दा रुखबाट झरे, खिचेर नि टाउको फुटेनछ किन? आँप झार्नु भनी हानेको ढुङ्गा टाउकोमै लागेर नि मरिनछु किन? गोठालो जाँदा भिरबाट लडे, भगवानले मलाई बचाएछ किन? टाउकोमै हान्यो एक बहुलाले लट्ठी, बेहोस भएर नि बोडिछु किन? परदेशी बाटो डोर्याउनु रहेछ, भाग्यले मर्न दियोस् र किन? परदेशी बाटो डोर्याउनु रहेछ, भाग्यले मर्न दियोस् र किन? यो म हो अनि यो मेरो कथा। मेरो कथाको शीर्षक छ परदेशी। पहर देखिएको झिलिमिली सुन्दर सहर, यस्ता यस्तै कयौं सहरभित्र बनिएको मेरो कथा। सानो छँदा गाउँघर वरपरको छोरा मान्छेहरू अरब गएर आएको भन्दै खान्थे पिउँथे, खुब मोज मस्ती गर्थे, पैसा कमाउँथे, पैसा देखाउँथे। त्यो देखेर सोच्ने गर्थे अनि भन्ने गर्थे, म पनि छोरा मान्छे भइदिएको भए अरब जान्थे, पैसा कमाउँथे अनि यो गर्थे त्यो गर्थे, यस्तो लुगा लाउँथे त्यस्तो लुगा लगाउँथे भनेर। तर त्यो रहरहरू समय आएपछि बाध्यतामा बदलिदियो। हाम्रो गरिबको एक मात्र सपना हुन्छ धनी बन्ने। गाउँघरमै केही गरेर खानलाई भने जस्तो बारी जग्गा छैन, अन्य व्यवसाय गरेर बसौँ, आफूसँग पैसा छैन। विदेश जानको लागि पो लाखौं ऋण दिन तयार हुन्छन् गाउँघरका हुने खाने धनी मनीहरू। गाउँघरमा केही गरेर बस्नलाई ऋण दिन चाहँदैनन्। पैसा कमाउला जमाउला, परिवारमा सुख खुसी ल्याउन सकिएला कि भन्न सकिने एकमात्र आशाको केन्द्रबिन्दु हो परदेश। विदेशमा पैसा पसिनासँग साटिँदो रहेछ, पैसा पराई कुरोको बोली नमिठो वचनसँग साटिँदो रहेछ, भोक प्यास निन्द्रासँग साटिन्छ पैसा, परिवारको याद सम्झनामा झरेको आँसुसँग साटिन्छ पैसा। थाकेको शरीर बिरामी छु भन्न नपाई जबरजस्ती काम गरे पनि जस छैन यहाँ। तर यति दुःख गरेर कमाएको पैसा जाँड रक्सी जस्ता अन्य नराम्रो कुलतमा लागेर विदेशमै हराउने, मोज मस्ती गर्ने, घरमा घर व्यवहार अनि बालबच्चा वृद्ध अशक्त बुवा आमा सम्हालेर बस्ने श्रीमती छोराछोरी बिर्सिएर विदेशमै रमाइरहने मेरो जस्तो श्रीमानको कारणहरूले परदेशिनु पर्ने म जस्तै अन्य नारीहरूको पीडा म राम्रोसँग बुझ्न सक्छु। आफू आमा हुनुको जिम्मेदारी, आफ्नो बच्चाको भविष्य अनि बाँकी केही आफ्ना इच्छा चाहना रहरहरू पुरा गर्न सक्छु कि भनेर ठुलो सपना बोकेर परदेशी बाटो रोजे भने जस्तो कहाँ हुँदो रहेछ विदेश। घरमा दुःख, विदेशमा दुःख, जहाँ गए उहीँ दुःख। दुःख नगरी सुख मिल्दैन, पैसा रोकमा फल्दैन, मेहनत गर्नुपर्छ। मेहनत गरे, परिश्रम गरिरहेछु आजसम्म पनि। जिम्मेदारी कर्तव्य पूरा गर्न सक्नुमा गर्व छ, तर सधैँ परिवारबाट टाढा रहनुपर्नेको गुनासो भने अवश्य छ। 2 वर्षमा जम्मा 2 महिनाको छुट्टी मिल्छ। लामो समय पश्चात परिवारसँग मिल्नु पाउनुको खुसी, दुःख सुखको कुराहरू राम्रोसँग बाँड्न नपाउँदै समय कति छिट्टो सकिन्छ थाहै हुँदैन। चाडपर्वमा माइत आएझै हतार गर्दै वर्षौंपछि आमा अनि छोराको मुहारमा झल्किएको खुसी खोसेर उनीहरूलाई रुवाउँदै अनि आफू आँखाभरि आँसु काट्दै फेरि त्यही कर्मभूमि परदेशतिरै फर्कनु पर्ने पीडा कहिल्यै समाप्त भएन मेरो। भर्खर मात्र प्रष्ट बोल्न सिक्दै गरेका आफ्नो छोरालाई अर्काको हातमा छोडेर यहाँ आएर अरबिकको बच्चाहरू सम्हालेर बस्न सक्नु भनेको मुटुमाथि ढुङ्गा राख्नु जै थियो मेरो लागि। जन्मिने बित्तिकै हाम्रो जिम्मामा छोडिदिएको बच्चाहरू हेर्दै गर्नु सम्हाल्नु कतिसम्म जोखिम हुन्छ। कुनै दिन अचानक बच्चालाई केही भइहाल्यो भने कति भयानक सजाय हुन्छ यहाँ। बिना गल्ती पनि दोष पाइन्छ, पिटाइ पनि खानुपर्छ बिना कारण। बाध्यता अनि धैर्यताको बाँध कसिलो बनाएर खतरासँग सामना गर्नुपर्छ। यो विदेश भन्ने ठाउँमा साना ठुला कम्पनी चलाएर बस्न सक्ने हर देश विदेशका मान्छेहरूले हेप्छन्। हाम्रो आफ्नै नेपालीहरूले त बुझ्दैनन्। हिजोसम्म हाम्रै तहमा हामीसँग काम गरिरहने नेपाली दाजुभाइ दिदी बहिनीहरू त भोलि हामीभन्दा थोरै माथिल्लो तहमा काम गर्न थाल्यो भने
या पोस्ट बढ्यो भने हामीले गर्ने कामलाई मजाक उडाउँछन्, यस्ता त्यस्ता भन्छन्, ठुला ठुला कुरा गर्छन्। कहिलेकाहीँ अन्जानमा सानोतिनो गल्ती भयो भने पनि घर पठाइदिने धम्की लगाउँछन्। अझ नेपाली भएर नेपालीसँग नचाहिँदो ठाउँमा पनि इङ्ग्लिस बोल्ने, इङ्ग्लिसबाट थर्काउने गर्छन्। गुरु जोतै काममा दलाउँछन्। जति राम्रो काम गरे पनि जस दिँदैनन् भने यो देशको मान्छेहरू त पराई हुन्। जे गरे पनि उनीहरूलाई केही फरक पर्दैन। घरको काममा हो या कम्पनीको, जति दुःख पीडा भए पनि सामना गर्दै आए। रिस उठेको बेलामा भिसा मात्र सकियोस्, घर गइहाल्छु फर्केर पनि आउँदैन यो देशमा भनिन्छ। भिसा सकिन्छ, हरेक पल्ट सकिन्छ, तर आफ्नो बाध्यता सकिन्न। घरमा परेको हरेक अभाव अनि जरुरत मात्र टार्न थिएन मेरो। गरिब भनेर हेप्ने, हेला गर्ने, नपत्याउनेहरूलाई देखाउनु पनि थियो मैले। केही पाउनको लागि केही गुमाउनुपर्छ भन्ने गरिन्छ। त्यसैले त मुटुभन्दा प्यारो आफ्नो छोरालाई 7 समुद्र पारी छोडेर परदेश बस्न विवश भए। महिनामा एकपल्ट घरमा फोनमा कुरा गर्नु पनि अनुमति माग्नु पर्थ्यो। छोराले मम्मी कहिले आउनुहुन्छ घर भनेको राम्रोसँग सुन्न नपाई पैसा सकिन्थ्यो, फोन काटिन्थ्यो। त्यतिखेर आफ्नो घर हिँडिहालौँ अनि छोरालाई अँगालो हालेर मनभरि रौँ, माया गरौँ झै हुन्थ्यो। घर फर्कने दिन गन्दै पक्कानिँदै रुँदै गरेको याद आउँदा आज पनि मुटु चिरिएर आउँछ मेरो। मैले सधैँ भगवानसँग यही प्रार्थना गरे, म अनि मेरो परिवार सधैँ सुस्थ सकुशल अनि सही सलामत रहोस् भनेर। आज पनि त्यही प्रार्थना छ। तर मान्छेको कच्चा शरीर हो, कहिले कतिखेर के हुन्छ थाहै हुँदैन। मैले सङ्घर्ष गर्दै हिँडेको हरेक देश विदेशहरूमा जिन्दगी बाजी राखेकी छु। भोक, निन्द्रा, प्यास, आँसु, पसिना गरी परिश्रम र मेहनत गरेर कमाएको पैसाले मैले आफ्नै जिन्दगी किनेकी छु। साधारण बिरामी त मेरो लागि केही थिएन, तर कहिले टाउकोको बिरामी, कहिले खुट्टा त कहिले के, त्यो मध्येमा एउटा सरुवा रोगसँग सामना गर्नु मेरो लागि धेरै कठिन भयो। हस्पिटलमा काम गर्दा विभिन्न बिरामीले वर्षौं वर्ष थुनेर एक्लै राख्ने सरुवा बिमारीहरूको रोग सर्न सामान्य थियो होला, तर मलाई सरेको बिरामीको नाम थियो दादुरा। यो रोगलाई हराएर मृत्युलाई जित्न मेरो लागि धेरै कठिन भयो। हरेस खाइसकेको थिएँ बाँच्दिन भनेर, नेपाल फर्किन पाउँदिन भनेर, तर सायद उही भगवानजीले कृपा गर्नुभयो र मेरो परिवारको लागि आशा भरोसाको खम्बा मलाई ढल्न दिनु भएन। मृत्युबाट निकालेर बचाउनु भयो। मलाई फेरि परिवारसँग भेट्ने मौका दिनुभयो। मलाई परिवारको साथ र परिवारलाई मेरो साथ बनाएर आज यहाँसम्म ल्याउनु भएको छ। परदेशी घर बेसी सङ्घर्ष, मेहनत, परिवारसँग भेट्नुको खुसी, छुट्नु पर्नेको वियोग गर्दै गर्दै आज समयले धेरै टाढा ल्याइसकेको छ मलाई। उस बेला बोकेका सपनाहरू केही पुरा भए त केही अधुरा नै छन्, अधुरा नै छन्। कुनै कर्तव्य पुरा गरिसके त केही बाँकी नै छन्। मान्छेहरू भन्ने गर्छन्, यत्रो वर्ष विदेशमा कमाएको पैसाले के गरिसक्यौ, कति पुग्दैनौ पैसाले, अब त घर बस्न नि भनेर। पैसाले मान्छेलाई कहिले पुग्छ र? कमाएर जमाउन नसके पनि उस बेलाको तितो दुःखको दिनहरूलाई थोरै भए पनि सुखमा परिणत गरेकी छु। खाना लाउन पुगोस्, चाहे जति त्यति भइहाल्यो नि। जिजु बाजेले कमाएको बुवालाई पुगेन, बुवाले कमाएको हामीले कमाएको हाम्रो छोराछोरीलाई पुग्दैन। क्रमशः कमाइरहनुपर्छ। उस बेला मैले सानो छोडेर हिँडेको छोरा पनि बढेर पढेर लेखेर जान्ने बुझ्ने जिम्मेदारी भइसकेको छ। आज मैले आजसम्म पनि पुरा गर्न नसकेको कुराहरू मैले मेरो छोरालाई सुम्पिसकेकी छु। आशा छ अवश्य पुरा गर्नेछ। मेरो सपनाहरू साकार भएर आउनेछन्। आमा हुनुको कर्तव्य मैले पुरा गरिसकेँ। अब छोरा भएको कर्तव्य पुरा गरेको देख्न पाउनु छ। भगवानले सधैँ रक्षा गरिरहन्, आशीर्वाद बनाइराखुन् अनि चाँडोभन्दा चाँडो नेपाल आफ्नो घर फर्किएर हाँसी खुसी सँगै बस्न पाऊँ। आजसम्मको मेरो परदेशी कहानी यसरी लेखियो। हेरौँ अब यसपछिको कहानी के लेखिन्छ। जय नेपाल।
जय पशुपतिनाथ।